मलाई एउटा चाहिँ युनिसको कतिपय कुराहरू छ ऑडियन्सलाई शेयर गरौँ युनिसको केही कुराहरू हामीले कुनै पनि कर्ड दियौँ भने अथवा कुनै नोट दियौँ भने स्पेशली कुनै नोट पक्ड्यौँ भने उहाँले के नोट बजाएको हामीले जस्तै यहाँ त्यो नोट त्यो थिच्यो भने त्यो नोट हेरेर होइन कि नहेरी उहाँले भन्न सक्नुहुन्छ एकचोटि ट्राई गरौँ ओके प्रदीप सर किजमा हुनुहुन्छ कुनै एउटा नोट दिनु होला युनिसले चिन्नुहुन्छ सिसाफ हो वाह अरु जाओस् ए हो एफ शार्प अद्भुत अद्भुत यो मात्रै होइन अब म थोरै अर्को कुरा पनि गर्छु जी बोलिदिनुहोस् त युनिस एकचोटि बी फ्ल्याट तपाईको यो अद्भुत हो अद्भुत कुनै चिज सुनेर भन्नु र यो गर्दै भन्दा त्यही नोट नै मुखबाट गर्नु भनेको त त्यो एकदमै अद्भुत चिज हो हामीले युनिस लिम्बू अद्भुत पाएको छौँ भोइसमा यो चिज त मान्छेले वर्षौं साधना गर्दा पनि आउँदैन वर्षौं प्र्याक्टिस गर्दा पनि आउँदैन इयर ट्रेनिङ यति गर्नुपर्छ एउटा म्युजिसियनले अथवा भोकलिस्टले यति इयर ट्रेनिङ गर्दाखेरि पनि छेउसम्म पनि पुग्न सकिँदैन युनिसले यो क्रस गरिदिनु भएको छ यो चिज देख्नलाई धेरै धेरै लाग्छ होला यो चिज भेटिँदैन होला यो अद्भुत चिज हो एकचोटि र त्यति मात्र होइन हाम्रो पुरानो त्यो फोन हुन्थ्यो नि डायल गर्दाखेरि जुन आवाज आउने त्यो डायलको पनि उहाँले चाहिँ कुन नम्बर डायल गर्यो भनेर त्यो आवाज सुनेर भन्न सक्नुहुन्छ फोनको कस्तो चिज लाग्यो मलाई ल ओके यो फोन मैले लिएर आएको छु हेरौँ है त 5 हो One. Eight. Is it possible भन्यो बाफ रे 3